यो बाटो भएर भोजपुर, खोटाङ र धनकुटा जिल्लाका स्थानीयहरू ओहोर दोहोर गर्दछन्। बाटो डर लाग्दैछ। ढुङ्गाहरू माथिबाट गिरिरहेको छ, झरिरहेको छ। तपाईँ हामी चाहिँ यहाँ यत्तिकै पनि हिँड्नु नसक्ने ठाउँमा जोखिम मोलेर उनीहरू आफ्नो गुजारा चलाइरहेको छ। दर्शकवृन्द, भिडलाई छिचोलेर बनाइएको यो गोरेटो बाटो तलतिर हेर्दा रिङ्गटा लाग्दछ, सप्तकोशी एकहोरो सुसाइरहेको छ। तर यही बाटो भएर दैनिक सयौं पैदल यात्रुहरू ओहोर दोहोर गरिरहेका हुन्छन्। सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक स्थल बराहा क्षेत्रबाट उत्तरतर्फ प्रवेश गरेपछि यस्ता ठुल्ठुला भिरहरू देखिन्छन्, जुन घोप्टे भिर र अक्करे भिरका रूपमा पनि चर्चित छन्। यिनै भिरहरूलाई छिचोलेर यस प्रकारको गोरेटो बाटो बनाइएको छ। यो बाटो भएर भोजपुर, खोटाङ र धनकुटा जिल्लाका स्थानीयहरू ओहोर दोहोर गर्दछन्। उनीहरूले यस प्रकारको जोखिमपूर्ण यात्रा गर्न थालेको वर्षौं भइसक्यो, तर उनीहरूको समस्या सम्बोधनका लागि कसैले पनि तत्परता देखाएको नपाइएको स्थानीयको गुनासो छ। थाप्लोमा राखिएको नाम्लोको भरमा डोकोलाई ढुवानीको साधन बनाउन थालेको वर्षौं बित्यो। उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीसम्म लैजाने यहाँको ढुवानीको साधन नै डोको बोराहरू हुन्। बोकेको सामान भिरमा अड्किएर कति बटुवा यहाँ लडे, कति सप्तकोशीमा खसे, त्यसको आधिकारिक रूपमा कसैले लेखाजोखा राखेको पाइँदैन। तर स्थानीय र बटुवाहरूसँगको कुराकानीमा त्यस्ता हृदय विदारक घटनाका उदाहरणहरू प्रशस्तै सुनिन्छन्, जसबाट यो गोरेटो बाटोमा हिँड्नेहरूले भोग्नुपर्ने शास्ति र सङ्घर्ष छर्लङ्ग हुन्छ। तर यस्तो बाध्यताबाट पूर्वी पहाडी जिल्लाका जनता अझै मुक्त हुन सकेका छैनन्। यो चट्टाने भिरसँग सङ्घर्ष गर्दा गर्दै उनीहरूले जीवनका धेरै वसन्तहरू बिताए। घर आँगनसम्म गाडी पुर्याउने उनीहरूको धोको अधुरै रह्यो। आमा बाबुको काखमा बसेर यो बाटोमा हिँडेकाहरू अहिले नानी च्यापेर हिँड्ने भइसके। तर चट्टाने भिर छिचोलेर बनाइएको यो गोरेटो बाटो कहिल्यै सुध्रिएन, न त सुधार्ने प्रयास नै गरियो।
कहाँबाट आउनु भएको तपाईँ? हामी घोरेटारबाट आयो। घोडेटार भने भोजपुर? हजुर। कति बेला हिँड्या त? हामी बिहान 6 बजेतिर हिँड्यौँ। बिहान 6 बजे हिँडेको। अनि कहाँ जान लाउनु भयो? यता काठमाडौँतिर जानु लाग्यो। अनि तपाईँहरू हिँड्ने बाटो सधैँ यही हो? सधैँ यही हो। कहिले बनाएको छैन? छैन। घोडेटारबाट बराह क्षेत्र पुग्न कति जति टाइम लाग्दो रहेछ? लाग्छ 8-9 घन्टै लाग्छ। 8-9 घन्टा लाग्छ है? हजुर। सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रदेखि उत्तरतर्फ ठुलठुला भिरहरू रहेका छन्, जुन घोप्टे भिर र अक्करे भिरका रूपमा चिनिन्छन्। यिनै भिरलाई छिचोलेर सप्तकोशी किनारै किनार बाटो बनाइएको छ, जुन बाटो पूर्वी खोटाङ, दक्षिणी भोजपुर र पश्चिमी धनकुटाका हजारौं जनताले प्रयोग गर्दछन्। यो बाटो यति जोखिमपूर्ण छ कि माथिबाट ढुङ्गा खसिरहेको हुन्छ भने तलतिर सप्तकोशी सुसाइरहन्छ। त्यसमाथि ठाउँ ठाउँमा बाटो भत्किएर हिँडिसक्नु छैन। यही बाटो भएर दैनिक सयौं बटुवाहरू ओहोर दोहोर गरिरहेका हुन्छन्। कहाँबाट आउनुभयो हजुर? भोजपुरबाट। भोजपुर? हजुर भोजपुर। अनि भोजपुरको कुन ठाउँ? भोजपुर घोरेटार। घोडेटार। कति टाइम लाग्छ यहाँ आउन? यहाँ आउन अहिले हामी कति बजी 7 बजी हिँड्छौँ यहाँबाट। अहिले कति घन्टा भइसक्यो? बिहान 7 बजे? बिहान अहिले 2 बजिसक्यो। ए अनि कहाँ पुग्दै हुनुहुन्छ त? अहिले हामी यहाँ सुनाखनीमा छौँ। नानी कहाँ जान लाग्यो? हामी तल पुलासम्म जान लाग्यो। अनि यो बाटो सरसर्ती हेर्दाखेरि त एकदम डरलाग्दो देखियो। कस्तो छ बाटो? बाटो डर लाग्दैछ। बाटो अप्ठ्यारो छ। के अप्ठ्यारो छ? कस्तो? यिनै अप्ठ्यारो छ, अलि साँघुरो छ। हजुर। बाटो साँघुरो। अनि तपाईँहरू सधैँ हिँड्ने बाटो यही नै हो? यही हो नि, यही हो। कसरी बनाउने सुरसार गरेको छैन? गरेको छैन। भन्नुभएको छैन? गरेको छैन त। यो बनाउने चाहिँ सुरसार छैन। अहिलेसम्म हामीले सुनेको छैन। बनाउने सुरसार छैन। हामीलाई जहिलेदेखि थाहा छ, तर हामी यस्तै बाटो नै हिँडिरहेको छ। यस्तै बाटो। हजुर, अहिले पनि डेन्जर नै छ, डरलाग्दो छ। कस्तो खालको डेन्जर? डेन्जर भन्नाले अब ढुङ्गाहरू माथिबाट गिरिरहेको छ, झरिरहेको छ हैन। अब बाटो पनि बिग्रिरहेको छ, तर त्यो बनाउने सुरसार छैन। खै
अब पछि बन्छ भने के जान्नु अहिले यस्तै छ। तर हामी हिँड्दाखेरि यस्तै छ बाटो हजुर हामीलाई जहिलेदेखि थाहा छ यस्तै नै छ अहिले पनि यस्तै नै छ अब यहाँ अगाडि पनि हजुरहरूले देखिहाल्नु भयो होला हजुर अगाडि पनि यता भन्दा उता अप्ठ्यारो छ नि हजुर उता अप्ठ्यारो छ नि यत्रि बाटो हिँड्नुपर्छ त्यही भोजपुरबाट कहाँ जान लाग्नु भयो इटरी हो अनि कति हिँड्नु पर्दो रहेछ हिँड्नुभयो बिहानबाट लागेको बिहानै 7 बजी हजुर के भएको कति बजी भयो होला लगभग 4-5 घन्टा अनि यो बाहेक अर्को बाटो छैन छैन यही हो दैनिक हिँडिराख्ने बाटो यही हो हजुर दैनिक केसीबाट हिँड्छौँ हामी अनि बाटो पनि एकदम डरलाग्दो छ भन्छ त बाटो डर मर्दै छ परतिर अप्ठ्यारो बाटोहरू छ धेरै नै यो भन्दा पनि यता भन्दा अलिक उता अप्ठ्यारो पनि छ है अनि कसैले बनाउने सुरसार कसैको केही थाहा छैन थाहा छैन अहिलेसम्म पनि त्यस्तो सुनेको छैन हस् धन्यवाद बालबालिका महिला र ज्येष्ठ नागरिक प्राय सबै जसोको थाप्लोमा नाम्लो हुन्छन् तिनै नाम्लोको भरमा बोकिएका बोरा र डोकोले ठेग्न सक्ने जति सामानको भारी सबै जसो बटुवाहरूसँग हुन्छ यो गरुङ्गो भारी बिसाउने गतिलो ठाउँ पनि बाटोमा भेटिँदैन यो गोरेटो बाटो यति साँघुरो छ कि विपरीत दिशाबाट आइरहेका बटुवालाई बाटो छोडिदिन अर्को बटुवा भित्तामा टाँसिनुपर्छ यातायातका साधन भेटाउन पूर्वी खोटाङ दक्षिणी भोजपुर र पश्चिमी धनकुटाका जनता बराहा क्षेत्र पुग्नु पर्दछ जहाँ पुग्न उनीहरू एक दिनभरि जसो हिँड्न बाध्य हुन्छन् यो कहाँ जाने बाटो हो खास गरिकन यो चाहिँ भोजपुर हजुर खोटाङ हजुर त्यस पछाडि तपाईको दिक्तेल हजुर तीनटा जिल्लाको लागि बाँकी तल्लो भेली धनकुटा हजुर चारवटा जिल्लाको लागि चाहिँ मेन बाटो नै हामीले थाहा पाएको हजुर अहिलेसम्म अब तपाईको यही हालमा रहेको छ अनि दैनिक चाहिँ कति जति मान्छे ओभरदोर गर्छन् यो बाटोबाट दैनिक तपाईको यहाँ 200 देखि 300 जना त दैनिक नै यहाँ भइरहेको हुन्छ हजुर त्यस पछाडि अब हप्ताको टाइममा चाहिँ फेरि अब 500-1000 नै मान्छे हिँडिरहेको हुन्छ सामानहरू लाने उहाँहरूले पनि यही बाटोबाट हो
यही बाटो अब मेन गरी अब तपाईँको अहिले चाहिँ अलिकति कम्ती भएको छ माथिबाट गाडी जाने आउने भएकोले गर्दा बीच बाटोसम्म गाडीले लगिदिन्छ हजुर नत्र भने मेन चाहिँ अघि हेरिहाल्यौँ हामीले यो डोकोद्वारा कुम्लो अब आफूले जो जति जानेको अनुसार बोकेरै ढुवानी गरेरै मान्छेद्वारै उहाँहरूको ढुवानी भइरहेको हुन्छ यहाँ प्रत्येक दिन नै यो पहिलेदेखि नै यस्तै यो बाटो बनाउने प्रयासै गरिएन यसमा 58 सालतिर एकचोटि बनाउने भनेर यहाँ घुम्ती खोलासम्म चाहिँ लगिएको थियो ट्र्याक खोलेर हजुर त्यस पछाडि यथावत रहेको कसैले पनि यहाँ माथि चासो लिइदिएन यतिकै रहेको छ अब अहिलेसम्म चाहिँ पुरै यसको जस्ताको तस्तै छ बाटो जस्ताको तस्तै छ कसैले फर्केर पनि हेरेको छैन यो बाटो फर्केर पनि हेरेको छैन अब अहिले हामीले हेरिहाल्यौँ यस्तो यो पाहाडमा अब यहाँनिर चाहिँ ढाक्रा बोकेर हिँड्नु परेको छ हो यो हामी चाहिँ यहाँ यतिकै पनि हिँड्नु नसक्ने ठाउँमा जोखिम मोलेर उनीहरू आफ्नो गुजारा चलाइरहेको छ भन्नु अब यहीँबाट हो जाने यहीँबाट जाने हामी यसरी चढ्ने अब कताबाट जाने त अब हामी चाहिँ हजुर यसरी यो एक पाइलामा हामी हिँड्नुको लागि जोखिम छ भने उहाँहरूलाई 70 65 मिनिमम 50 किलो सामान बोकेर ढाक्राद्वारा यो बाटो हिँड्नु पर्ने बाध्य भएर उहाँहरूको आफ्नो गुजारा चलाउनु पर्ने बाध्य छ उहाँहरू भोजपुरवासी कति हजुर आदि धनकुटा भेलीको तल्लो भेली धनकुटावासी कति जति मान्छेले प्रयोग गर्छन् यो बाटो सामान्यतया यो हामीले रेगुलर हिँडिराख्ने मान्छे त 150 देखि 200 जना हिँडिराखेको हुन्छ मुलुकमा आएका ठुलठुला परिवर्तनका साक्षी यस क्षेत्रका जनता पनि छन् विकासको प्रतिफल हासिल गर्न पाउने अधिकार यहाँका जनतासँग पनि छ गाउँमा सडक सुविधा पुर्याउने आफ्ना जनप्रतिनिधिका भाषण उनीहरूले पटक पटक सुनेका पनि छन् आश्वासन पनि पाएका छन् तर यी सबै बोलीमै सीमित रहे व्यवहारमा उनीहरूले अनुभूत गर्न पाएनन् वर्षौंदेखिको समस्या जिउका त्यौं रहिरह्यो अब त उनीहरूलाई बाटो बन्ला भन्ने विश्वास पनि छैन सरोकारवाला निकायसम्म सहज पहुँच नहुँदा आफ्नो दुःख कसैले नदेखेको उनीहरूको दुखेसो छ गन्तव्यमा पुग्न घोप्टे र अक्करे भिरसँग अझै कति सङ्घर्ष गर्नुपर्ने हो त्यो पनि उनीहरूलाई पत्तो छैन यो चट्टाने भिरलाई छिचोलेर बनाइएको यो गोरेटो बाटो भएर दैनिक सयौं यात्रुहरू ओहोर दोहोर गर्दछन्
वर्षौंदेखि यस प्रकारको जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि समस्या समाधानका लागि राज्यका कुनै पनि निकायले चासो नदिएको यहाँका स्थानीयहरूको गुनासो छ। हवस् त आजलाई कार्यक्रम अन द स्पट यति नै। अर्को साता कार्यक्रम अन द स्पटको नयाँ श्रृङ्खला लिएर फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।